कुलमान घिसिङलाई हो त्यसो भने अब अब नेक्स्ट हो अब किन हो भने नि अब तपाईले देख्नुभयो नि हैन त्यसो भने कुलमान घिसिङलाई लात हानेर निकाल्यो होइन सरकारले उहाँलाई चाहिँ नि सुनौलो मौका दिए प्रधानमन्त्री बनाउँदैछ भविष्यमा नेता बनाउँदै गरे हो त हो ठ्याक्कै भन्नुस् तपाईले त्यही बसेर ती ऊर्जा मन्त्री भनेको छ नि ती ऊर्जा मन्त्री ती त्यो लुटेर हाकिमहरु को भनेको छ नि तिनीहरुको टाउकोमा डन्डा हान्नलाई उहाँलाई चाहिँ प्रधानमन्त्री बनाएर पठाउने जनताले हुन्छ फेरि धेरै टाइम छैन नि हैन त्यही भएर यहाँ चाहिँ ठीक छ तपाईले यस्तो राम्रो खालको चाहिँ माइलेजमा उहाँ हुनुहुन्छ हैन म त कुनैको झोले झाम्टा म यसरी उठाएर हिँड्ने विषयवस्तु उठाएर पनि हिँड्ने मान्छे होइन म हैन तर किनभने हिजो बालेन भन्दा अगाडि जन्मिएको मान्छे हो कुलमान तपाईले इतिहास हेर्नु हैन धेरै अगाडि जन्मिएको हो काम गरेर देखाएको मान्छे भन्दा अगाडि जन्मिएको मान्छे हो कुलमान कुरा बुझ्नु भयो नि काम गरेर प्रमाणित गरेर देखाएको मान्छे हो रवि लामिछाने अगाडि जन्मिएको कुलमान घिसिङ हो कोही टेलिभिजनमा बोलेर आयो होला कोही व्यापार आयो होला मैले भने म रवि लामिछानेको पनि कुरा गर्दिन उहाँ साच्चै न्यूजमा बोलेर आएको छ भने हैन तर कुलमान घिसिङ भन्ने मान्छे काम गरेर यो देशलाई 18 घण्टा लोड सेडिङ मुक्त पारेर 20-50 अरब चाहिँ नाफा कमाउन सफल भएको मान्छे त्यो प्रुफ गरेर आएको मान्छे कुलमान उहाँलाई विश्वास गर्ने मान्छे अधिकांश 90% मान्छे हो सबै पार्टीबाट पर्ने थियो हैन र भनिहाल्यो नि यो एउटा टाइमिङ हो क्या यो एउटा जनताको चाहिँ एकदमै वितृष्णा हैन र जनताले अभिभावक खोजेको बेला हैन र यहाँ अभिभावकलाई अब यतिखेर म आउँदा ठीक हुन्छ है भनेर अस्ति जुन खालको राजाले घोषणा गरेको हैन अब आउनु पर्ने बेला भयो भन्नुभएको थियो नि उहाँले हैन त्यसले गर्दा त्यो एउटा पनि एड जनमासमा पुगेको हैन र त्यतिकै मान्छे फेरि यहाँ नआइदिएको हैन र साच्चै पुरानो अभिभावक भएर बसेकोले यो देश सिद्ध्याइदिएको र उहाँहरूलाई अभिभावक हैन हामीले राक्षसीकरण दिएको के तिमीहरूले यो देश सघाउँछौ तिमीहरूले सिद्ध्याइसक्यौ हैन तिमीहरू हाम्रो अभिभावक हुन सक्दैनौ तिमीहरूलाई हामीले अभिभावकको रूपमा अब मान्दैनौ भनेर हामी निश्चित भएर बसिरहेका मान्छे हो हामी चाहिँ हैन उहाँहरूको अभिभावक भनेको चाहिँ उहाँहरूको कार्यकर्ता होला उहाँहरूको आफ्नो नाताबाता कृतज्ञता उहाँहरूको अभिभावक हुन सक्छ उहाँहरूको लागि हाम्रो लागि हुन सक्दैन हामी एउटा स्वतः स्फूर्त यो जनता चाहिँ जसले यो देशको लागि अभिभावक भनेर भूमिका निर्वाह गर्न सकिएन क्या हैन प्रचण्ड 2062-63 बाट आउनुभयो फेरि उहाँ अभिभावक जनताले बन्दिनु हुन्छ कि भनेर 64 मा 220 सिट जितायो हैन फेरि पनि उहाँले गर्नु भएन भनेपछि पुरानो दलबाट केही पनि भएन यो एउटा फ्रस्ट्रेसनको भिड हो जसरी तपाईको 10,000 मान्छे आकलन गरेको थियो राजाले 10,000 जति मान्छे आउँछ कि भन्यो हामीले देखेका छौं 700 800 1500 ले उहाँहरूलाई पहिला स्वागत गरेको के तर यो उल्लेखीय भिडले 1 लाख भन्दा माथि नट अ जोक 1 लाख मान्छे काठमाडौँको खाल्टोमा अहिले जम्मा हुनु भनेको सिद्धिमिति कुरा हुँदै होइन यस्तो अभियान हामीले पनि माइती घर मण्डलमा चलाउँदै गर्दाखेरि चाहिँ 500-600 मुस्किलले हुने आज त्यहाँ लाखौंको संख्यामा मान्छे आउनु कारण के हो भन्दा त्यहाँ वितृष्णा भएको हो के हैन नेताहरूले नै गर्दा जम्मा भयो त त्यहाँ जनता 200% हैन भनेपछि नेताकै कारणले गर्दा देशमा आयो भने राजा आउँछ नेताकै हैन अरूलाई तिमीहरूले राजा बनाएर स्वीकार्नु भन्दा बरु त्यही पुरै सकेको राजालाई बरु राजा स्वीकार्न तयार हौ भनेर भने मान्छेहरु जनताले भनेपछि हजारौं छोटे राजा भन्दा एउटा बडे राजा ठीक हो राजाकै सवालमा कुरा गर्ने हो भने हामीले अभिभावक चाहेको छ राजासँग व्यवस्था केही पनि छैन राजाले यो देश बनाउँछ भन्ने भिजन मिसन त्यो केही पनि छैन यदि बनाइदिया भए तपाईको चाहिँ राजाले 205 वर्ष यो देशलाई शासन गर्दाखेरि बनाइसक्नु पर्ने भयो हैन र तपाईले हामीलाई यो जगजाहेरै भएको कुरा हो र 52 सालमा साच्चीकै कतारमा बालुवाको थुप्रो भन्दा केही पनि थिएन दुबईमा बालुवाको थुप्रो भन्दा केही पनि थिएन क्या युके मा पनि त्यस्तै थियो भनेपछि त्यहाँको राजाले आज युके लाई संसारको उत्कृष्ट देश बनाइदियो त्यो बालुवाको थुप्रो भएको त्यो चाहिँ खाडी मुलुकलाई नमुना शहर बनाइदियो त्यहाँका राजाले तर हाम्रो राजाले नेपाललाई छोडिदिया त हो नि यो त हामीलाई थाहा छ तै पनि छैन त हामीसँग कोही पनि केही पनि पछि आएको पनि विकास भएकै छैन किन तिमीहरूले जहिले पनि विरोध मात्रै गर्छ अध्यक्ष भनेर उहाँहरूले भन्नुहुन्छ नि विकास नभएको होइन क्या 100 मा 20% मात्रै विकास गर्नुभएको उहाँले 80% विकास भएको छैन र यहाँहरूले जुन खोल ओढेर आउनु भयो नि माओ लेनिनको खोल ओढेर आउनु खोल मात्रै ओढ्यो के खोल ओढेर यो देशलाई नै लुट्ने काम गर्यो उहाँहरूले मिल्दै नमिल्ने शक्तिहरू आज आएर मिल्दैछन् यिनीहरूले कसरी मिल्यो त भन्दा अब बाँकी भएको पनि लुटौँ भन्ने टाइपको के हैन भनेपछि उहाँबाट हामी संरक्षण हुन्छौँ भन्ने छ त बाघले चितुवाले गोहीले तँलाई मार्दिन खादिन भनेर हामी उहाँबाट सुरक्षा हुन्छौँ भनेर बस्ने अवस्था त छैन नि तर हामी कसको संरक्षण पुग्दा फेरि यो जनता यसरी उर्लेको छ भने भोलि राजा पनि फेरि यसो तपाईले हिस्ट्री खेलाउँदै ल्यायो भने फेरि हामी अर्को गोहीकोमा चाहिँ पुग्छ कि क्या हो फेरि शरण त पायो तर त्यहाँ जाँदा त्यहाँ पनि त्यस्तै रहेछ नि त भनेको मतलब निट एन्ड क्लिन त्यहाँ पनि
क्लियर मान्छे चाहिँ छैन। तिनै टाउकोहरू फेरि त्यहाँ गएर जोडिने मात्रै हो क्या। उही वादी फरक भयो होइन, तर टाउको चाहिँ एउटै हुने भयो क्या। यो कुरा अब जनताले चाहिँ के त बुझ्नुपर्ने भयो होइन। नेताहरूले भनेका छन् मसान घाटमा रोछ्यानमा फालेको राजा आउँदैनन् भनेर भन्नुभएको छ नेताहरूले। मसान घाटमा मिल्काको जनताले फालेको शासन व्यवस्था आउँदैन फर्किँदैन भन्नुभएको छ। शेख हसिनाले पनि त्यही भने हो कि उता बङ्गलादेशमा, म जतिको सक्षम राष्ट्रपति यो देशमा अरू कोही हुनै सक्दैन, म मात्रै हो यो देशको लागि लिडरसिप गर्न सक्ने, म भन्दाको विकल्प मैले देखेकै छैन भन्दाखेरि के भयो त्यहाँ? 45 मिनटभित्रमा चाहिँ हेलिकप्टरमा उड्न नपाएको भए त्यहाँ जे पनि हुन सक्थ्यो नि। अराजकले कहाँ के गर्छ बाँकी राख्न सक्छ। त्यही भएर तपाईँको विधानहरू तपाईँले बनाउनु भयो, तपाईँहरूको लागि बनाउनु भयो, ठिक छ, त्यो विधान अनुसारको काम केही पनि भएन। तर विधानले राजा नआउँदाखेरि पनि राजा चाहिँ बङ्गलादेशको तर्फबाट आउने पो हो कि भन्ने पनि त भयो नि। हिजोको होल कमसेकम त्यहाँ 20-50 जना 200 जना मात्रै अराजक तरिकाले चाहिँ तलमाथि भएको भए माउरीको गोलामा हात हाल्यो भने 20-30 वटाले टोक्ला गाला सुनाइदिन्थ्यो। त्यो गोला चाहिँ फेरि अरिङ्गालको गोला हुन्थ्यो कि अरिङ्गालको गोलाले 5 वटा अरिङ्गालले भेट्यो भने मान्छे सकिन्छ नि। अनि राजा कताबाट आउँथ्यो कहाँबाट आउँथ्यो भन्ने कुरा त पुरानो सत्ताधारीहरूले थाहा पाउँथ्यो होला नि। त्यही भएर भनेको छ नि हिजोको मेसेज भनेको गणतन्त्रको जग मजाले हल्लाएको यो। छुट छैन नि अब उनीहरूलाई। अब फेरि पनि यस्तो उस्तो छैन। हामी जस्तो जनता यति धेरै आँखा खोलिसकेका छौँ होइन। भनेपछि अझै पनि सुध्रिने मौका चाहिँ छ नेताहरूलाई। सुध्रिने त उहाँहरू कुकुरको पुच्छर जस्तो हो। हेर्नुहोस् त्यो सिधा हुन्छ, अब कुकुर सिधा भएर यो पुच्छर सिधा पारेर हिँड्छ भनेर तपाईँले नसोच्नुहोस्। होइन 12 वर्ष ढुङ्ग्रोमा राखे पनि बाङ्गोको बाङ्गै एकछिन सिधा हुन्छ। त्यो 1 मिनट जति चाहिँ 1 मिनट पनि हुँदैन क्या। त्यही चुनावको अघिल्लो दिन क्या भोट माग्नु त सिधा हुनु पर्यो त्यहाँ होइन। सबै कुरो चाहिँ त्यहाँ एकछिन मात्रै हुने हो। बाँकी उहाँबाट यो देश बन्छ हामी समृद्ध नेपालमा बस्छौँ भनेर हामीले कल्पना नगरौँ क्या होइन। त्यसले गर्दाखेरि उहाँको विकल्पमा फेरि पुरानै शक्तिहरूले पनि फिर्न हालोस् पनि भन्छु मैले। त्यसले गर्दाखेरि एकदम पात्र नआएको भने 79 पछि आएको हो है। जस्तो यो देशलाई म एकदमै लिडरसिप गर्छु, यहाँ म बन्ने होइन मेरो देश बन्नुपर्छ भनेर आउनु पर्यो क्या मान्छेहरू। यहाँ म बन्ने भए त सकियो नि। त्यो मान्छेहरू आउनु भएन। म बन्ने होइन मेरो देश बन्ने भनेर आउने मान्छेहरू थियो औँलामा गनेर छ अहिले पनि होइन। तर राजालाई नै हिजो 1 लाख जनता उत्रिँदै गर्दा बालेन शाहले अघि बिहानै सरसफाई गरेर ट्याकटुक पारेर 1 लाख जननिर्माण ठोके। यसलाई कसरी लिनु भएको छ तपाईँ? यसलाई त बडो च्यालेन्जिङको रूपमा लिएको थियो। म हरेक लाइभ चलाउँछु अझै अहिले। म तपाईँहरूको मिडियामा अलि व्यस्त छैन। म अहिले मेरो आफ्नो चाहिँ सामाजिक सञ्जाल छ। मेरो चाहिँ फेसबुक पेजमा 1,02,000 फलोवर्स छ भने मेरो टिकटकमा पनि त्यतिकै फलोवर्स छ। र बेलुका म एउटा लाइभ चलाउँछु झन्डै 9 देखि 12 बजीसम्मको लाइभ हुन्छ। देश विदेश 77 जिल्ला बाहेक नेपालमा छरेर बसेको साथीहरूले मलाई हेर्नुहुन्छ र सबैको चाहिँ डिबेट म त्यहाँ पनि सुन्छु। र त्यो लाइभ चाहिँ यस्तो हो चाहिँ एउटा साझा चौतारी हो। त्यहाँ साझा सवाल साझा चौतारी हो। त्यहाँ सबैजना पार्टीहरू आएर बस्न सक्नुभयो र तपाईँको आफ्नो भिजन मलाई भन्न सक्नुभयो। र म अझै शेषलाई तपाईँको भिजन राम्रो बनाएर मलाई घाँस हाल्नुहुन्छ भने तपाईँलाई म त्यही घाँस हालेर किलोमा बाँधेर राखिदिन्छु। फेरि म त्यो खालको अभियान चलाएर बस्ने मान्छे हो। म कसैको प्रब्लममा नपर्ने मान्छे। त्यही भएर तपाईँहरू सोचिदिनुहोस्, मैले भनेको कुराको तपाईँको दिमागमा राख्नुहोस् भनेर म सिकाएर पठाउने मान्छे पनि हो मेरो लाइभद्वारा। सो त्यसले गर्दाखेरि चाहिँ अहिले मैले यसो गर्दै गर्दाखेरि यति धेरै तपाईँको चाहिँ मान्छे चाहिँ एकदम फ्रस्ट्रेसनमा भएको छ। र हिजो बेलुकाको लाइभमा मात्रै के भनेको छ भनेदेखि यहाँ अब बालेनलाई च्यालेन्ज गरेको छ धेरैले। कसम चाहिँ हिजोको लाइभमा छ भनेको त्यो सबै स्क्रिन रेकर्ड गरेर राखेको छु मैले। अब त्यो बालेन भन्नेले चाहिँ छ नि राजावादीहरूलाई चाहिँ चिट काट्छै काट्दैन। हामी पनि हेरौँ नि त। यदि बालेनले चिट काटेन भने बालेन पनि राजावादी रहेछ भनेर हामी बुझ्छौँ भनेर भनेको छ। ल हेर्नुहोस् उहाँहरूलाई मैले भरे बेलुका दिने हो दनकमा। अझ कतिजना साथीहरूले त्यो टिकटक हेर्ने साथीहरूले यसमा पनि हेर्नु होला है। अझै 822 मेरो टिकटक आइडी हो, त्यसमा यसको सर्च गर्नु होला। र मैले चाहिँ यहाँलाई के च्यालेन्ज गर्छु भने यति स्वतस्फूर्त आज साँच्चीकै यहाँ घृणाको पात्र अब थाहा पाउनुहुन्छ नि। म भन्दैछु हिजो एमाले साँच्चीकै कार्यकर्ताको मात्रै कुरा सुनेर म महाराज भनेर बसिरहेको थियो नि। त्यसको विकल्पमा आएको फ्रस्ट्रेसन चाहिँ आज देख्यो के। हिजो तिमीले त्यहाँ दरबारमार्गमा 1 लाख रुपियाँ तिर्दाखेरि कत्रो दममा देखाएको थियो। तिग्रे मुन्द्रे मुसुल्टेहरू ल्याएर त्यहाँ उभिएको थियो होइन। र त्यहाँनिर साँच्चीकै स्वतस्फूर्त फुलको गुच्चाहरूको फोहोर तिर्नु पर्यो होइन। त्यहाँ क्यान बियरका त्यहाँ मिनरल वाटरका बोतलहरू हरेक मदिरा जन्नेको फोहोर उठाएर बालेन हाले हो। त्यही देखिन्छ मान्छे को प्रभावशाली कस्तो खालको चाहिँ त्यही थाहा पाउँछ मान्छे कस्तो हो भनेर। हिजो आजको फोहोर मैलामा राजालाई सपोर्ट गरेर मैले कुरा गरेँ होइन क्या। फुलको गुच्चाहरू थियो त्यहाँ। त्यसपछि राजालाई स्वागत गर्दाखेरिको केही नेपालको झन्डाहरूका टुक्राहरू पनि थियो त्यहाँ हिजो यताउता गर्ने बेलामा। त्यही मात्रै फोहोर सभा। अब इमान्दारी त कहाँ रहेछ? यही चिजले सेन्टिमेन्ट्स गरेर मान्छे कसरी आउँदो रहेछ थाहा पायो नि। हिजो अस्ति तिमीले त्यहाँ दम्ब देखाएको मान्छे हिजो रोडमा थप्यो
तिम्रो सरकार ठिक छैन, तिमीलाई ढाल्ने हो, तिमीलाई सखाप गर्ने हो भन्ने हिजो आयो। तिमीले त्यहाँ चाहिँ बालेनको सहर काठमाडौँ सिटीमा चाहिँ फोहोर गर्दाखेरि तिग्रे मुसुन्डी ल्याएर जम्मा गरेर फोहोरको पैसा तिर्दैन को हो तिमी बालेन भन्ने मान्छेको जमात हो हिजो गाउने हो। आज ज्ञानेन्द्र शाहीले सर्लक्क आएर 1 लाख रुपियाँ क्युआर द्वारा इमान्दारीका साथ सर्लक्कै बिहानै 10:30 बजे आएर तिर्दियो के। यो महानता भनेको तिराएरै छोड्यो, सबैभन्दा बिहानै स्टाटस निकालिदियो बालेन शाहले होइन। यो आफ्नो स्थानमा अडिक भएर बसिने तिनै मान्छे चाहिँ साँच्चीकै यो जनताको अभिभावक भएर आउनु पर्थ्यो, राजाको ठाउँ चाहिँ उहाँहरूले लिनु पर्थ्यो। तर हामीलाई हतार भइसक्यो, यिनीहरूले फेलेको नङ्गाको नङ्गाकै छ। हाम्रा राजाहरूलाई लखेटेर बोराभित्र हाल्ने यिनीहरूले अभियान सुरु गरेछ भने अब यहाँ अर्को राजा भनेर अहिले आउँदै गर्नु भएको राजा चाहिँ होइन शाह हो नि त होइन। तैपनि यो 886 यत्र यो देशै खत्तम बनाएर बसेको राजा छोटे राजाहरूलाई, परदेशका छोटे राजाहरूलाई राजा मान्नुभन्दा बरु यही राजा होस् भनेर आएका मान्छेहरू पनि हुन् क्या त्यहाँ होइन। हिजो 2/3 सरकार हाँकिरहेका एमाले होइन चिठी नै बुझ्न नमान्ने बालेनलाई को हो त्यो बालेनलाई हामीलाई जरिमाना तिराउने भनेर दम्ब देखाउने। तर आज राजाकै मान्छेहरूले राजाले नै गएर खुरुक्क गएर बालेनको अफिसमा चिठी लानु परेन, उहाँ सुरुक्क गएर चाहिँ तिर्दिनु भयो 1 लाख रुपियाँ जरिमाना तिर्दिनु भयो। यसले के सङ्केत गर्छ, के मेसेज हो यसको? मैले भनेको सत्तामा पुगेर राजा हुने होइन, राजा चाहिँ जनता हो क्या, जनताले गर्ने डिसिजन हो यो होइन। त्यसले गर्दाखेरि हिजो केही कार्यकर्ताको भरमा यो देश कब्जामा लिएर सत्ता चलाउने राजाहरूले के सोच्थ्यो भने कार्यकर्ताले महाराज धिराज भन्दाखेरि मक्ख गमक्क परेर कार्यकर्ताको मात्रै कुरा सुन्ने तिमी राजाहरू अब जनताको चाहिँ जनतालाई राजा नमान्दाखेरि जनताको त्यो उल्लेख्य अरिङ्गालको गोला जस्तो भिडलाई पनि अब सामना गर्न सक्नु पर्यो। त्यसले गर्दाखेरि इमान्दारिताको चिज यति प्रकाष्ट हात नागेर न्याकेर तिमीहरूले आफ्नो चाहिँ शासन परिचालन गर्यो होइन। केही छुट त छ होला, हिजो धेरै समयमित भएको छ होइन। यदि त्यसो नहुने हो भने यहाँ वास्तवमा छ नि सर्लकै जे भने त्यही मान्छेलाई जनताले राखिदिन्छ त्यहाँ सर्लकै होइन। तपाईँ कुर्सीमा बस्ने राजा हुँदै भयो त तपाईँ बस्नुहोस् भनेर भन्नुभयो त ओलीज्यूले, प्रधानमन्त्रीज्यूले। तपाईँ नि अहिले कुर्सीमा बस्नु भएको छ, तपाईँ राजा हो र भनेर भन्नुभयो राजालाई, उहाँले ओलीजीले कसलाई राजालाई भन्नुभयो, हिजो गाली गर्नुभयो। गाली होइन, संयम हुनुहोस्। जनताको अगाडि शासकको केही पनि लाग्दैन। यो कुराको इतिहास धेरै देशहरूबाट छ, जनताभन्दा ठुलो कोही हुनै सक्दैन। र जनतालाई तपाईँले निमटेर च्यापेर थुनेर राख्दाखेरिको पराकाष्ठ के हुन्छ त्यो तपाईँले नै भोग्ने कुरा हो। र साँच्चीकै हिजोको एउटा स्याम्पल पिस आएको छ यो। जम्मा राजालाई स्वागत गरौँ, 10,000 मान्छे जम्मा हुँदाखेरि लाखौँ मान्छे जम्मा भयो, सबै तपाईँले गरेको वितृष्णामा जम्मा भएको मान्छे हो त्यहाँ। र राजावादीका साथीहरू 25% थियो होला। तर यो देश अभिभावकको एकदमै महसुस गरेर ती मान्छेहरू अभिभावक खोज्न गयो त्यहाँ। कुरा बुझ्नुभयो नि? होइन, तर फाइदा भोलि आरोप छ इन्डियाले राजा ल्याउन खोजेको छ यो देशमा भनेर। इन्डियाका मुख्यमन्त्रीहरूको फोटोहरू देखियो भन्ने कुरा आयो नि कार्यक्रममा। यो पनि पाइयो, यो पनि पाइयो। किन पाइयो, कसरी पाइयो? नेपालको राजनीतिमा इन्डियाको फोटो ल्याएर इन्डियाको फोटोले त्यसो हो भने साँच्चीकै 20 जना 30 जना केटाहरू हाम्रो पनि गएको छन् क्या। त्यो त मलाई थाहा छ त, उसले के खान्छ के बस्छ कहाँ सुत्छ सबै मलाई थाहा छ त। तिनीहरू कहिले पनि कसैको खोल ओढेर हिँडेको मान्छे होइन। बालेनको बलियो समर्थक गरेर हिँडेको मान्छे, हर्क सम्बन्धको बलियो समर्थक हिँडेको, फेरि तिनीहरू पनि विचलित भएर के कहाँ गएको त? ती गयो नि त। तिनीलाई त इन्डिया भनेर मतलब थिएन होला भनेपछि होला त्यसमा तपाईँ राजालाई इन्डियाले चलाएको हो। तपाईँले स्पष्ट बताइदिनुहोस्, राजा नेपालमा राजा फर्काउन इन्डियाले खेल खेल्यो भन्ने कुरा छ यहाँ होइन। अब इन्डियाले खेल खेल्यो भन्ने कुरा त अब इन्डियाले चलाएको देश भनेर इन्डियाको रिमोटमा बसेको छ यो देश होइन। राजालाई चलाएको हो भने नेताहरूलाई कसले चलाएको होला होइन? होइन, नेताहरू जान्छ प्रधानमन्त्री बनाइदिनु पर्यो हजुर भनेर गोडा मुला चलाएको त भन्नु न। ल राजालाई इन्डियाले चलाइदियो, तपाईँहरूलाई चाहिँ कसले चलाएको त त्यहाँ? एउटा मुसो गन्दैन आर्ज देउबा चाहिँ परराष्ट्र मन्त्री भयो भनेर त्यहाँ लिन पनि आउँदैन, कोही जाँदैन। त्यहाँ बेजतै गर्नु मात्रै जाने हो सबैले। सम्मान भनेको काहीँ पनि केही पनि छैन। हामीलाई सबैले लातले हानिसक्यो। उतातिर अमेरिकाले लुटेरा भनिसक्यो, चोर भनिसक्यो, ठग भनिसक्यो, इन्डियाले भिखारी भनिसक्यो, चाइनाले त मान्छे गर्दैन तिमीहरू सब भनिसक्यो। कसले गरे त? तिमीहरूले गरे होइन? त्यसैको पराकाष्ठ हो फेरि हिजोको हुल पनि क्या। त्यसले गर्दाखेरि यहाँ कसले ल्यायो भन्ने कुरा चाहिँ त्यो उनीहरूको कुरा हो होइन। अब यसमा वादीको कुराहरू हिन्दू राष्ट्र नेपाललाई पनि बनाउनु पर्छ होइन, हिन्दुजम गर्नुपर्छ, इन्डिया जसरी चलाएको छ त्यसरी चल्नुपर्छ, त्यो आफ्नो पाटा होला होइन। तर कसैले जनतालाई त इन्डियाले चलाउन सकेको छैन नि त यार। ल माथिका नेताहरूलाई इन्डियाले चलायो होला क्या।
इन्डियाको एम्बेसीमा हाम्रो नेताहरू पुग्यो होला, उहाँको इसारामा चल्यो होला क्या। तर मण्डलेहरू यसरी सलबलाउनु पाउँदैन, खलबल गर्न पाउँदैन भनेर भनिसके नेताहरूले। प्रचण्डले मधेसको यात्रा नै छोडेर आइसक्नुभयो, अब के हुन्छ यो देशमा ल भन्नुहोस् त। होइन कुलमानलाई भोलि नै कुर्सीबाट सत्ताच्युत गर्ने, पदच्युत गर्ने, कुर्सीबाट लात हानेर निकाल्ने भन्ने कुरा आइसक्यो होइन। ठ्याक्कै भन्नुहोस् तपाईँले के हुँदैछ। यो 72 सालको भूकम्प, मैले सिसा घर बनाएँ, यहाँ बेड राख्छु, यहाँ डाइनिङ टेबल राख्छु, म यहाँ गर्छु, मेरो आलिसान जिन्दगी म निदाउँछु भनेर बस्यो। 72 को भूगोल तलबाट हल्दाखेरि त्यो सिसा कहाँ पुग्यो, त्यो मान्छे कहाँ सुत्यो, त्यो सिधै टुरियलमा आउने क्या। त्यहाँ पनि ठाउँ पाउनु पर्यो त्यसले। ठ्याक्कै यही भयो क्या। साँच्चीकै उहाँहरूको मेकानिजममा समृद्ध नेपाल बनाउने भनेर एउटा कल्पना दिएर बाँकी लुटेर पहिला हामी इस्टाब्लिस हुने भन्ने चाहिँ आयो नि त। यहाँ 62-63 मा आन्दोलन सक्सेस भएर 220 सिट ल्याएको माओवादी किन आज खुम्चेर 30 सिटमा आएको? आज उहाँ मधेसी जनताको नपुगिने उपाय छ? हिजोका रिलाइजहरू गर्न आयो होइन। बालिसाको घरमा पुगे हेर्नुहोस्। ए तपाईँले एउटा कुरा थाहा छ नि, घरमा होइन खुट्टामा तेल लाउनु नै आइपुग्छ फेरि कुन दिन। यो भावनामा साठी जनताहरू थियो। यस्तो सेन्टिमेन्टमा हामी जहिले पनि जाने, त्यसपछि लत्तै फेरि उहाँहरूले नै जिताउने, फेरि उहाँ भाले होइन। त्यसो भने के बालिसाको गोडा मलाउनु तयार हुन्छ नि त प्रचण्ड? त्यसो भने होइन, यो मर्नुभन्दा बौलाउनु जाति हुन्छ नि त, त्यो बेला चाहिँ हुनसक्छ। मर्नुभन्दा बौलाउनु जाति हुने मान्छेहरूले चाहिँ होइन। प्रचण्डले गोडामा तेल लाओस् भनेर पनि म भन्दिनँ। यो गोडामा तेल लाउने काम गर्नु पनि पर्दैन, पर्दैन। तर उहाँहरू नमस्कार भनिरहनु पर्दैन। तर बालेन्साको घरमा गएर उहाँहरूले भन्नुभयो मलाई उहाँका केही पात्रहरूले हामीलाई पनि त भन्नुहुन्छ नि, अब हामीलाई एकचोटि चान्स दिनु अरे क्या। तिमीहरूले चान्स दिँदा हामी पनि 80 वर्ष भइहाल्छ, अनि हामी मर्ने, फेरि हाम्रो नातिको पालोमा फेरि तिनीहरूलाई चान्स माग्ने। चान्स भन्ने कुरा हुन्छ देश बनाउने कुरामा। भनेको छु त, हामी बोलेर आएको छ 4.5-5 वर्ष भन्दा यो देश बनाउनु लाग्दैन। भौगोलिक हिसाबले नाङ्गलो जत्रो देश छ, के चाहिँ बनाउनु पर्छ? चारतिरबाट 4वटा काम गर्नु सुरु गर न। अहिले त्यो 3 महिनामा सक्ने बाटो 5 वर्ष लाउने हो कि होइन? तपाईँहरू त त्यो मुकुमलुङको चाहिँ मुद्दा उठाएर आउनु भएको पाथी भरादेखि त्यो मुद्दा उठाउँदै गर्दाखेरि तपाईँलाई थाहा भयो के अरे इलामदेखि उतासम्म जाँदाखेरि कस्तो कष्ट भोगेर जानुपर्छ। खस्यो भने मान्छेको हड्डी बस्ने केही पनि भेट्दैन, नर्क जस्तो छ त्यो ठाउँमा। एउटा गाडी आयो भने ओ माथि साइडतिर रोकेर बस्नुपर्छ होइन? त्यो नेताले त्यहाँको बाटो चाहिँ बनाउनु छैन, ल अरू केबल कार हाल्नु पर्यो। त्यहाँसम्म पुग्ने बाटो त पहिले तयार हुनु परेन? सबै डाकाहरू हुन्, नेताहरू लुट्ने, जहाँ पैसा आउँछ त्यही लुट्ने, त्यही आँखा काट्ने क्या। अहिले अब मुकुमलुङमा चाहिँ पार्टी भएर संसारको मान्छे तिमी जानै पर्दैन, त्यहाँ तिम्रो केबल कार हाल्नै पर्दैन। त्यहाँ त्यतिकै मान्छे चाहिँ गइराखेको छ त, सारा मान्छे गइराखेको छ। अब त्यहाँ अनि तपाईँ पनि पुगेर आएको हो त्यहाँ? म त पुगेर भोगेर आएको भन्दैछु त। दर्शन गरेर आउनु, दर्शन गरेर भोगेर हिँडेर त्यहाँको प्राकृतिलाई निहालेर गएको मान्छे हो कि। मलाई सोध्न आउनु नि यो कुरा। म गएँ, खपेर गइराखेँ, त्यो बाटोमा इन्जोय लिएर गएँ म। त्यहाँसम्म तिमीले बनाएको बाटो चाहिँ सराप्दै गयो म जान्छ भएको कुरो। सरापेको भनेको त्यहाँको त्यो बिचरा उहाँ चाहिँ बितेर जानुभयो होइन, सुभाष नेमाङज्यू होइन। तर उहाँको एरिया हो इलाम। इलाम चाहिँ कतिको तपाईँको चाहिँ इलामले कत्रो विकास पायो। नेता त तपाईँले सुभाष नेमाङ पाउनु भएको छ दिज्यू भनेर चिया खाने पसल भयो होइन बाबु? अरूको लागि चाहिँ आँखाको नानी नै हो, तर इलामको लागि त्यस्तो खासै होइन पनि भन्नुभयो उहाँले। जसरी विकास हुनुपर्छ त्यसरी विकास भएको छैन वास्तवमा भन्ने हो भने। सुभाष नेमाङलाई मात्र सराप्नु हो तपाईँले? योगेश भट्टराईलाई एरिया भन्दैछु यार, एरिया भन्दैछु। तपाईँको त्यो सुकेटारदेखि यतापट्टि माथि फेदिन ताप्लेजुङको तल दोबानबाट खोलाबाट माथितिर जाने त्यो ताप्लेजुङको अलिकति तल्लोपट्टिबाट डाँडाबाट चाहिँ त्यहाँ केही खस्यो भने मान्छे बगिरहन्छ कि हड्डी पछि केही पनि भेट्दैन क्या। त्यहाँ चाहिँ एउटा भैँसी हिँड्ने पनि जस्तो नराख्ने बाटो, यिनलाई चाहिँ एकैचोटि आँखाले कहाँबाट भागभन्डा गर्न पाइन्छ, कहाँबाट अब लुट्न पाइन्छ भनेर व्यापारीसहित मिलाएर त्यो ठाउँमा जानलाई यी हो तिमीहरूकै पराकाष्ठ हो हिजोको आन्दोलन पनि। ल हिजो राजावादीको भनेर आछ नि मान्छे उल्लेख्यमै, यही हो पराकाष्ठहरू। सबै मान्छेले चाहिँ एकदम टेन्सन भएर बसिरहेको छ क्या। भनेपछि देशमा राजा आयो भने यिनीहरूकै कारण चाहिँ राजा आउँछ देशमा, अरू विकल्पै होइन नि। वास्तवमा यिनीहरूले राम्रो काम गरेको भए बालेनकेलाई जन्मिनु पर्यो, अर्को सम्पन्नकेलाई जन्मिनु पर्यो। अझ श्रेष्ठ किन बोलेर बस्नु होइन? कुमार घिसिङलाई त यहाँ सत्ताबाट च्युत गर्दैछ, उनको कुर्सीबाट लात हानेर निकाल्दैछ अरे। तपाईँलाई थाहा छ कुरा? ठ्याक्कै भन्नुहोस्। हो 100%। आज 6औं चोटिको हो है। आज म इन्टरभ्यू दिँदैछु, अब 1-2 दिन मात्र हो उहाँको होइन। तर एउटा कुरा चाहिँ यिनीहरूले गला हत्याएर निकाल्न लागेको छ, एकदम धन्यवाद, छिट्टो निकाल्यो भनेको छौँ हामीले। हामी अभिभावक विहीन भइसकेका छ हामी। वास्तवमा भन्यो भने हिजो दूरसञ्चार भने विद्युत प्राधिकरण भनेको देशको एउटा मुटु हो। मुटु बन्द भयो भने
सारा देशको धड्कन सबैभन्दा हुन्छ त्यो थेकेर स्वस्थ बनाएर बसेको कुलमान घिसिङ हो। यो देश पनि त्योभन्दा 10 गुणा बिग्रिसकेको छ क्या। अब विद्युत प्राधिकरण मात्रै बनाउनु देश बनाउनु पर्छ क्या। साँच्चीकै कुलमान घिसिङ अब राजनीतिमा आउनु पर्यो, एजेन्डाहरू सम्हाल्नु पर्यो। सबैले पार्टी खोलेर मात्रै हुन्छ भनेको होइन। यहाँ पार्टी पनि कस्तो रहेछ भने घायङ गुडुङले पार्टी खोल्ने भनेर त विभिन्न पार्टीहरू हामीले वाका दिएका छ नि। अब हामी एउटै स्वतः स्फूर्त खालको मान्छे जसले यो देशलाई चाहिँ एकदमै भिजनका साथ एजेन्डाका साथ अगाडि बढाउन सक्छ त्यो मान्छेको हामीलाई खाँचो छ। अर्को पात्र भनेको कुलमान घिसिङ पनि हो हाम्रो लागि है। किनभने रवि लामिछानेले चाहिँ जुन खालको चाहिँ आज पार्टी खोलेर आउनुभयो होइन, र उहाँलाई पनि आज देशव्यापी रूपमा लखेटेर सिद्ध्याएकै हो। बालेनलाई सुरु गरेकै छ, सिद्ध्याउनै लागेछ होइन। हर्क सम्पङलाई पनि नहुने छैन। बाँकी नामै लिएको मान्छेहरू को सुरक्षित छ त अहिले? कोही पनि छैन नि, सबै निमोटै लाग्यो होइन त। भनिसकेपछि हामीलाई अब हाम्रो चाहिँ एकदमै नयाँ पात्र हो जसले सबै पिलरहरूलाई चाहिँ पिलरको रूपमा राख्नु पर्यो कि एक ठाउँमा ल्याउनु पर्यो कि। हर्क सम्पङ जस्तो मान्छे एक ठाउँमा आउनु पर्यो, कुलमान एक ठाउँमा आउनु पर्यो होइन। त्यसको नेतृत्व कुलमानले गर्छन्, अब सबैलाई मिलाउँछन् त यो देशमा ठ्याक्कै गर्नुपर्छ। मेरो आह्वान हो, गर्नुपर्छ त्यो। यदि कुलमानले नेतृत्व गर्नु भने तपाईँ पनि जान तयार, समन्वय गर्न तयार? लगभग उहाँले चाहिँ यो देशको नेतृत्व लिन्छु म आउँछु अब भनेर भन्नुभयो भने म लगायतका लाखौँ युवाहरू चाहिँ उहाँहरूको पछि लाग्ने एकदम निश्चित नै छ। तर अहमताले होइन, फेरि म एक्लै यो देश हाँक्छु भनेर आउनु होइन। फेरि उहाँले हामीले देखेको पिलरहरूलाई पनि ल्याउनुपर्छ। कसलाई ल्याउनु पर्यो? जस्तै तपाईँको चाहिँ हर्क सम्पाङ होइन, उहाँहरूसँग पनि उहाँले सहकार्य गर्नुपर्छ। डाक्टर सन्दुक रोहित होइन, तपाईँको चाहिँ महावीर पुन, उहाँहरूको राजनीतिक क्षेत्रमा नआए पनि उहाँहरूलाई विशेष प्रायोरिटीमा राख्नुपर्छ, सल्लाहकारमा उहाँहरूले राख्नुपर्छ होइन। र लगायतका धेरै मान्छेहरू छन्। गोपी हमाल, बालेन शाह, उहाँ त भइहाल्यो, गोपी हमाल बालेन शाह भइहाल्यो होइन। र उहाँले ती मान्छेहरूलाई जस्तो उहाँको पार्टीमा खुल्ला आह्वान गर्नुपर्छ र साँच्चीकै राम्रो मान्छे उहाँले अहिले क्यान्डिडेट छान्ने हो। जब अहिले छान्नमा उहाँहरू चुकिनु भयो भने फेरि उहाँ पनि गयो। अहिले छान्न चुकिनु हुँदैन। सदस्यता भनेपछि यो सुनौलो मौका कुलमान घिसिङलाई हो त्यसो भने? अब अब नेक्स्ट हो। अब किन हो भने नि अब तपाईँले देख्नुभयो नि होइन, त्यसो भने कुलमान घिसिङलाई लात हानेर निकाले होइन सरकारले? उहाँलाई चाहिँ नै सुनौलो मौका दिए, प्रधानमन्त्री बनाउँदैछ, भविष्यमा नेता बनाउँदै गरे हो त? हो, ट्याक्कै भन्नुहोस् तपाईँले। त्यही बसेर ती ऊर्जा मन्त्री भनेको छ नि, ती ऊर्जा मन्त्री त्यो लुटेर हाकिमहरू को भनेको छ नि, तिनीहरूको टाउकोमा डन्डा हान्नलाई उहाँलाई चाहिँ प्रधानमन्त्री बनाएर पठाउने जनताले हुन्छ। फेरि धेरै टाइम छैन नि होइन। त्यही भएर यहाँ चाहिँ ठिक छ, तपाईँले यस्तो राम्रो खालको चाहिँ माइलेजमा उहाँ हुनुहुन्छ होइन। म त कुनैको झोले झाम्टा म यसरी उठाएर हिँड्ने विषयवस्तु उठाएर पनि हिँड्ने मान्छे होइन म होइन। तर किनभने हिजो बालेन भन्दा अगाडि जन्मिएको मान्छे हो कुलमान। तपाईँले इतिहास हेर्नु होइन, धेरै अगाडि जन्मिएको हो, काम गरेर देखाएको मान्छे भन्दा अगाडि जन्मिएको मान्छे हो कुलमान। कुरा बुझ्नु भयो नि, काम गरेर प्रमाणित गरेर देखाएको मान्छे हो। रवि लामिछाने अगाडि जन्मिएको कुलमान घिसिङ हो। कोही टेलिभिजनमा बोलेर आयो होला, कोही ल्याएर आयो होला। मैले भने रवि लामिछानेको पनि कुरा गर्दिनँ, उहाँ साँच्चीकै न्युजमा बोलेर आएको छ भने होइन। तर कुलमान घिसिङ भन्ने मान्छे काम गरेर यो देशलाई 18 घण्टा लोड सेडिङ मुक्त पारेर 20-50 अरब चाहिँ नाफा कमाउन सफल भएको मान्छे, त्यो प्रुफ गरेर आएको मान्छे कुलमान। उहाँलाई विश्वास गर्ने मान्छे अधिकांश 90% मान्छे हो। सबै पार्टीबाट राम्रो लिडरसिपले उहाँलाई सहयोग गर्नु हुनेछ। तर ऊर्जा मन्त्रीले भन्नुभयो कुलमानजी तपाईँले माखो मार्नु भएन, 0 नम्बर दिनु पर्दैन। त्यस्ताकै 0 नम्बर दिनु भएको छ उहाँले। 0 होइन, त्यसलाई कुन नम्बर दिनुपर्छ पछि हामी मन्त्री बनाएपछि थाहा हुन्छ। होइन, कुन नम्बर दिनुहुन्छ कुलमानलाई होइन होइन, त्यसो भने ऊर्जा मन्त्रीलाई कुलमानलाई त अगाडि एक राख्नु छुट्या हो नि त होइन। यिनीहरूले हात लगाएर राख्नु छुट्या हो नि त। यिनीहरूले हात लगाएर सबै पोलेर खाइदियो। त्यसो भने ऊर्जा मन्त्रीलाई कति नम्बर दिनुहुन्छ तपाईँ 100मा? 0 भन्दा मुनतिर के छ त्यही, -0। त्यो भन्दा मुनतिर पनि के हुन्छ त्यही, कसम 1 नम्बर दिनुहुन्न। त्यसो भने केलाई दिने त्यो 1 नम्बर? के गरिरहेको छ 1 नम्बर? अर्काले पकाएर ठिक्क रेडी भएको खानालाई लुट्न गएको नि होइन, उहाँले काम गरेको छु भन्नुहुन्छ। के गरेछ त? 18 घण्टा लोड सेडिङमा राख्ने उनीहरै हो, हामीले चिम्पाङजीको जमानामा राख्ने उनीहरै हो। के छ तिमीले? अहिले इन्डियाले चाहिँ हामीले गरेर अर्काको सराउनु पर्छ। हेर त, कुलमानले गएर त्यत्रो बनाएको छ, विद्युत प्राधिकरण त्यत्रो फाइदामा गराएको छ, इन्डियालाई धेरै धन्यवाद। यस्ता लुट मुख पानी हो होइन, मुख खुला गर्नुपर्ने भयो नेताको नामले। त्यो ऊर्जा मन्त्रीको त म त कसम ननिकाल्छु नामै। होइन, स्काउटमा उहाँले भ्रष्टाचार गर्नु पर्यो नि त। स्काउटमा सबैभन्दा पहिला स्काउटको जग्गा उसले जिम्मा दिनु बुझाउनु पर्यो। पैसा कति गर्छ अभियानमा? मैले अहिले के पनि कुलमान सरले पार्टी खोल्नुपर्छ मात्र भने हो नि। सबैभन्दा पहिला म त्यहाँ के बुझाउँछु थाहा, मेरो विधि
सबैभन्दा पहिला तलको पिउनदेखि हाकिमसम्मको सम्पत्ति छानबिन गर आउनु परेन त्योभन्दा अगाडि त राज्यमा पैसा चाहियो नि हामीलाई होइन तपाईँलाई छानबिन गरे हुन्छ मलाई हेत्तेरिका यार तपाईलाई मलाई तपाईको क्यामेराम्यानलाई सबैलाई गर्नुपर्छ यहाँ पहिलो नम्बर सबै पहिलो नम्बर तपाईँबाट सुरु गरे हुन्छ मबाट सुरु गर्नु पर्यो होइन वास्तवमा भन्यो भने त्यहाँका नेता छ नि नेताका पिउन कार्यकर्तादेखि सम्पत्ति शुद्धिकरण छानबिन गर्नु पर्यो के छानबिन गराउनु पर्यो होइन सम्पत्ति शुद्धिकरणमा अन्तर्राष्ट्रिय स्तरमा नेपालको बेइज्जत भएको छ ग्रे लिस्टमा परेको छ अहिले सबै घुसखोरी सबै भ्रष्टाचारी सबै दलाली के गर्नुस् के त्यो भित्र मान्छे भेट्नुहुन्न तपाईँले खोज्नु कहाँ खोज्ने मान्छे सबै भित्र त्यसो भने अब त्यहाँ त मन्त्री बनाउन लानुपर्छ त्यहाँ गुलमानलाई त्यसो भने विद्युत प्राधिकरणबाट लात हानेर निकाल्दै गर्दा जनताहरू चुप्लाएर बस्छन् तपाईँ चुप्लाएर बस्नुहुन्छ म होइन हामी त तल त जाली थापेर बसेको छ उहाँलाई माथि नै बचाउने ज्याममा खस्छ नि यिनीहरूले फालिदिन्छ नि हामी जनताले यसरी काँधमा थापेर बसेको तल झर्नै दिनुहुन्न उहाँलाई त काखैमा राख्ने हो सबैले काँधैमा बोकेर लगेर उहाँलाई सिंहदरबारको प्रधानमन्त्रीको कार्यालयमा गएर लगेर राख्ने हो तपाईँको दम छ त्यो दम छ कसरी छ 84 पछि दम छ आफ्नो 84 पछि दम छ होइन साँच्चीकै यिनीहरूले फेरि न्यु खोजेर फेरि तलमाथि गरे पनि छ नि फेरि थाहा भइहाल्यो तपाईँलाई हिजोको भूकम्पले त थाहा भइहाल्यो के गर्छ कुलमानलाई लिडरसिप बनाएर वास्तवमा त्यहाँ 5-7 जना अरू नेताहरूले त्यहाँ ल्याएर उभ्याइदिउँ हामी उहाँहरूको सेना हो ल भनेर हामी उभ्या भने त्यस्ता लाखौँ होइन 10 लाख मान्छे होइन हिजो राजालाई नजरबन्द गर्नलाई दुर्गा प्रसादलाई पक्राउ गर्नलाई सेना पनि तयारी अवस्थामा राखेको राष्ट्रपतिमा गएर ओलीबा म्याउ म्याउ गर्दै राष्ट्रपतिमा पुगेको तपाईँले हेर्नु भएन देख्नु भएन त्यति गर्ने बित्तिकै के हुन्थ्यो होला विचार गरिसक्छ होइन के हुन्थ्यो हिजो ल भन्नुहोस् तपाईँले राजालाई छुको भए चलाएको भए के हुन्थ्यो त्यहाँ ठ्याक्कै भन्नुहोस् त स्पष्ट 150-200 मान्छे मर्थ्यो होला उहाँहरूले सत्ता छोडेर अब भाग्न दिँदैन थियो असिना जस्तो भाग्न पाइँदैन भाग्ने छुटै छैन भन्दै भनेपछि हिजै राजा चाहिँ राजगद्दीमा बस्ने अवस्था थियो होइन अब उहाँले त्यो चाहना गरेर आउनु भयो होइन जनताको भावना बुझ्दै गर्दाखेरि त्यत्रो मान्छे आइदियो क्या उहाँहरू आफै छक्क छ भनेपछि राजा आउने नआउने नेताको कर्ममा काममा भर पर्छ काममा भर पर्छ जनतामा भर पर्छ जनतामा भर पर्छ जनताले कसलाई राख्ने कसलाई नराख्ने यत्रो दिन कुरिहाल्यो यत्रो दिन हेरिहाल्यो अब तिमीलाई कुर्ने र हेर्ने मौका छैन अब जनताले चाहेको खण्डमा फटाफट गर्दै गरे हुन्छ जनताले चाहेको खण्डमा छु मन्त्र चुर्कीको घरमा राजा आउँछ त राजगद्दीमा ठ्याक्कै भन्नुहोस् फेरि राजाले आउनु तपाईँ किन हार्नु तपाईँ राजाजीको पत्रकार हो क्या राजाले आउनु बहुत तपाईँ उ गर्नु होइन जनता सबको भन्नुभयो नि तपाईँले सबै जनता जनार्दन हुन् जनता जनार्दन क्या यहाँ अहिले अभिपाक तपाईँले पो बचाइदिन्छ कि भनेर एउटा सहारा नपाएको मान्छेले त तपाईँ पत्रकारलाई पनि उहाँ मेरो चाहिँ सहारा हो भनेर मान्छे आउनु त सक्छ नि आज इन्डियामा जानुहोस् तपाईँ त्यहाँनिर गएर हामीलाई कसैले लुटलाट गरेर के गर्यो भने एउटा नेपाली मान्छेको अनुहार देख्यो भने हामीलाई ठुलो सहारा हुन्छ क्या यो सहारा चाहिँ मान्छेले खोजिराखेको हो क्या यही अवस्थामा अर्काले चाहिँ टाइमिङमा भोलि राजा राजगद्दीमा बस्ने दिन पनि आउँछ क्या यिनीहरूको कारणले गर्दाखेरि बुझ्यो नि त्यही भएर अब यहाँ चाहिँ यिनीहरूले भनिरहेछ हामीले राजा ल्याउन चाहेको होइन इन्डियाले राजालाई बोकेको छ भनेर भन्नुभएको छ होइन नेतालाई राजाले बोकेको मलाई चाहिँ यस्तो लाग्छ है नेता खै त हामीलाई फोन आएको छ नि इन्डियाको नि हामी पनि जनता त हो नि ल राजावादी त्यत्रो जान गयो होला 25% राजावादी बाँकी त स्वतन्त्र मान्छे सबैले के इन्डियाले फोन गरेर पठायो होला त त्यहाँ के हो मैले नबुझेँ होइन दुर्गा प्रसाद आफै राजा जस्तो भएर हात तलाउँदै निस्किनु भयो माथि ठ्याक्क लाएर तपाईँले हेर्नुभयो नि अनि अब फेरि जिम्मा त फेरि लास्ट त प्रजातन्त्र पार्टी आयो त 1 लाखको टिकट दुर्गा प्रसादले काटेन त्यहाँ सिट त प्रजातन्त्र पार्टीले अब के हो त दुर्गा प्रसाद प्रजातन्त्र पार्टी के दुर्गा प्रसाईको अभियान भन्यो होइन त राजा सम्मान गरेर दाइ पनि जानुभयो क्या सबै होइन त्यो 1 लाखको चिज चाहिँ दुर्गा प्रसादले काटेको हो हुन्थ्यो क्या उहाँले तिरेको भए हुन्थ्यो त्यसपछि अभियान देखिन्थ्यो नि त दाइको अब अभियान कता गयो त प्रजातन्त्र राष्ट्रिय प्रजातन्त्र एमाले म तिर्दिन बालेलाई 1 सुको तिर्दिन भन्ने अनि राष्ट्रिय प्रजातन्त्र पार्टीले चिठी काट्न नपाई फुरुरु कुदेर गएर पैसा तिर्ने बुझाउने के हो त यसको अर्थ केही पनि होइन जनताले राम्रो चाहेको छ हामीबाट केही पनि नराम्रो चिज चाहिँ हुनु हुँदैन भन्ने चाहिँ थाहा छ त्यही भएर सबभन्दा पहिला ज्ञानेन्द्र शाही गइसकेको छ होइन दुर्गा प्रसाद राई गएको होइन ज्ञानेन्द्र शाही गएको उहाँको प्रजातन्त्र पार्टीले हिजो राजा बारीमा भएको जुन खालको चाहिँ 1 लाख रुपियाँ जरिमाना थियो उहाँले स्वतः स्फूर्त त्यो तिर्नु भएको छ उहाँलाई सलाम छ तपाईँले जरिमाना तिर्यो भनेर तपाईँको नियतमा खोट देखेको छैन मैले त्यहाँ
बियरका सिसीदेखि लिएर सबैका त्यो विकृतिका चिज भएको भए खोट देखिन्थ्यो होला, तर फुलको गुच्छा लगायत नेपालको झन्डाहरूका चाहिँ त्यहाँ अलिअलि फोहोर मैला थियो। एकदम तपाईँलाई सल्युट छ। होइन, बियरको सिसी लाग्नेहरूले नतिर्ने, फुलको गुच्छाहरू गरेर हतार हतार तिर्ने। हिजो 1 लाख थियो, अब यस्तो कारणले हाम्रोमा अरू शक्ति छैन, फेरि राजावादीको साथीहरूले फेरि यस्ता खालको जुलुस लियो भने हिजोको डबल हुन्छ, फेरि अब मान्छे फेरि डबल हुन्छ, भइहाल्छ नि। यो त लेखेर राखेको हुन्छ। मन चाहियो कि त्यसो भने सारा नेपाली जनता चासो र गुनासोको साथ हेर्नु भएको छ के देशमा राजा आउँछन्, के देशमा अजय श्रेष्ठ आउँछन्, या बालेन शाह आउँछन्, या दुर्गा प्रसाई आउँछन् भनेर उहाँहरूले भन्नुभएको छ कि कुलमान घिसिङ आउँछन् भन्नुभएको छ। उहाँहरूलाई के भन्नुहुन्छ, के सुनाउनुहुन्छ? सबैभन्दा धन्यवाद होइन। अब यहाँहरूले जसरी यो चाहिँ अहिले हाम्रो इन्टरभ्यू हेरिराख्नु हुने साथीहरूको लागि चाहिँ मेरो के आभार भने, वास्तवमा यो देश अभिभावक विहीन देश भएको छ र यहाँ एकदम अभिभावक चाहिएको छ, तर काम गर्ने अभिभावक पलाटी कसेर तेल लगाएर बस्ने, 1500 फौज राख्ने होइन र सुसारेर राख्ने अभिभावक चाहेको होइन फेरि मलाई होइन। 1500 रोपनीमा बस्ने अभिभावक चाहेको पनि होइन होइन। यहाँ चाहिँ 4 आनामा बस्ने, बिहानदेखि बेलुकासम्म कामै गर्ने, थकित हुने खालको अभिभावक चाहेको। तिनलाई चाहिँ म असाध्य राजा मान्न तयार छु। ती राजाहरू भएर आउनु पर्यो र छिट्टै अभिभावकको भूमिका निकाल्नु पर्यो। जसरी अहिले मेरो भनाइमा तपाईँहरू लाग्नुहुन्छ भने यो देशले सुशासन पाउँछ, 100% 84 मा पाउँछ, त्यस्ता खालको अभिभावक खोज्ने अभियान अजय श्रेष्ठबाट पनि चलेको छ, हेम थापाबाट पनि चलेको छ, सोमबाट पनि चले, सबैबाट चलेर नै छ। हामी जुटाउने कुरा गर्छौँ, हामीले अहिले चाहिँ जुटाउने काम गरिरहेका छौँ, टाउको टाउकोमा जुटाउने काम गरिरहेको छु र एउटै शक्ति बनाएर 84 मा ल्याउँछौँ। ढुक्क हुनुहोस्, कतै पनि विचलित नहुनुहोस्। यो बुवासाहरूलाई लखाट्ने काम हामी एकदम 100% गर्छौँ। यहाँ ढुकाउनुहोस्, यहाँको साथ सपोर्ट चाहिँ चाहिएको छ, त्यति नै भन्न चाहन्छु। हस्, थ्याङ्क यू सो मच। जय देश, जय राष्ट्र। हस् त, नमस्ते, जय राष्ट्र।